हिजो र अस्ति चाहिँ हामी एउटा होटलमा बसेको थियौँ अनि आज चाहिँ हामी अर्को होटलमा बस्न आएको होइन। अनि हामी चाहिँ यहाँ लगेजहरू यो होटलमा छोडौँ अनि त्यसपछि दिउँसो घुमौँ अनि बेलुका आएर बस्न सजिलो हुन्छ नि त, लगेजहरू लिएर घुम्न गर्न गाह्रो हुन्छ भनेर हामी चाहिँ डाइरेक्ट अर्को होटलबाट अनि यो चाहिँ हामी एयरपोर्टको नजिकको होटलमा आएको कि यहाँ अब हाम्रो भोलि बिहानकै फ्लाइट छ अनि त्यही भएर बिहानै पुग्नुपर्छ भनेर यहाँ आएको। अनि हामी चाहिँ लगिसकेको होटलबाट निस्क्यौँ। अब होटलमा लगेजहरू सबै थन्काएर अनि त्यसपछि होटलबाट ट्याक्सी चढेर चाहिँ केएल टावर जाँदैछौँ है। हामी चाहिँ अहिले ट्याक्सीभित्र छौँ कि अब चाहिँ हामी केएल टावर घुम्छौँ गएर अनि त्यसपछि के कहाँ हुन्छ चाहिँ थाहा छैन है। केएल टावर जान्छौँ अनि त्यहाँ घुम्छौँ, कति टाइम हुन्छ अनि त्यसपछि कहाँ जाने भनेर बल्ल हुन्छ। घाँटी त्यसरी खोकी लगाएर यस्तो भन्छ है, यस्तो गर्मी छ कि आइस खानु भन्यो होइन, आइस बाहेक अन्त त आँखै जाँदैन कि, त्यही भएर अहिले यो चाहिँ आइसक्रिम लाग्थ्यो अरे। कस्तो छ केएल टावरमा किनेको ला महँगो हो यो सपिङ योतिर त सामानहरू। केएल टावर गयौँ अनि त्यसपछि चढ्न चाहिँ चढिनौँ है हामी, खासै त्यहाँ राम्रो छ जस्तो लागेन अनि बाहिर बाहिर घुम्यौँ, फोटोसोटो खिच्यौँ। अनि किनभने हामी चाहिँ आधा घन्टामा त्यो बस आउँछ कि लिनलाई, अनि त्यो बसमा चढ्यो भने चाहिँ हामी धेरै ठाउँ घुम्न भ्याइन्छ नि त। अनि त्यहाँ गएर हल्का फोटोसोटो खिच्यौँ अनि भिडियो लियौँ अनि हामी चाहिँ त्यो बस आयो अनि हतार हतार बस चढेर हामी चाहिँ केआरसिसी एक्वेरियम पार्कमा आएको छौँ अहिले चाहिँ। अब हामी यहाँ चाहिँ भित्र जाने भनिरहेको छौँ होइन, अब कस्तो छ हेरेर टिकट काटेर भित्र जान्छौँ। Oh, wait. यसरी पानी झर्दै झर्दै च्याउहरू पनि उमारेको जस्तो बनाएर माछाहरू चाहिँ कस्तो राम्रो राम्रो रहेछ यो माछा। कस्तो राम्रो राम्रो एक्वेरियम। फिसहरूका मैले आजसम्म देखाएको थिइनँ होला क्या, रङ्गी बिरङ्गी अतरङ्गी अतरङ्गीका होइन, त्यो हुन्छ नि कुनै कस्तो कोही त कस्तो हेर्दै डर लाग्थ्यो के, त्यस्तो
यस्तो फिसहरू हेऱ्यौँ होइन, अझै हेर्नु बाँकी नै छ। तर तल चाहिँ ठुल्ठुलो फिसहरू रहेछ, माथि चाहिँ सानो फिसहरू, तर कस्तो हेर्दाखेरि चाहिँ अल्छा हुन्छ नि, डर लाग्ने टाइपको कुनै कुनै त हेर्दै त्यो त्यहाँको एक्वेरियम चाहिँ खतरा बनाएर क्या, हेर्नु न है, यस्तो दामी अनि त्यसरी झरना पानी छङछङ झरेको जस्तो। अनि यहाँ यस्तो अनि यहाँ क्या नेचुरल प्लान्ट हेर्नु न यस्तो भित्र पनि। एक्वेरियम घुमेर सक्यौँ, अब बाहिर निस्किन लाग्यो। जस एक्वेरियम चाहिँ मलाई राम्रो लाग्यो। हामीले कति एकजनाको 75 रिङ्गेट तिरेको थियो, त्यो चाहिँ रिग्रेट भएन होइन, राम्रो छ यहाँको एक्वेरियम। एकजनाको 75 गरेर हामीले दुईजनाको 150 रिङ्गेट तिरेको थियौँ। हामी चाहिँ होटल आइपुग्यौँ। बाहिर कस्तो पानी पर्ला जस्तो भए। होटल चाहिँ 50 तलासम्म छ क्या, माथि टपमा चाहिँ होटल छ अनि स्विमिङ पुल छ। त्यहाँ पनि जान्छु, गएको थियौँ हामी, दिउँसो स्विमिङ गर्नु पाएँ अनि बेलुका पनि नाइट भ्यू हेर्न जान्छौँ होइन। अनि बिहान पनि भिडियो हाल्छु म स्विमिङ गरेको होला पनि। अनि म अहिले बेलुका गएर पनि त्यहाँको नाइट भ्यू हेरेर अनि त्यो भिडियो पोस्ट गर्छु होइन। अनि यो हाम्रो रुम क्या, हेर्नु न कत्रो ठुलो क्या, अपार्टमेन्ट जस्तो होइन। तर हामी चाहिँ यो होटल हो, तर होटल चाहिँ अपार्टमेन्ट जस्तै हो क्या। यहाँ चाहिँ खाना पकाउने, खाने, फ्रिजहरू पनि सबै थोक भएको, वासिङ मेसिनहरू भएको, लुगासुगा धुन बस्न। अनि यहाँ रुमहरू पनि यत्रो ठुलो क्या। अनि हामी चाहिँ 50 तलाको 38 फ्ल्याटमा छौँ क्या। अनि यहाँबाट चाहिँ अनि यस्तो दामी नाइट भ्यू देखिन्छ नि, यो चाहिँ खतरा छ क्या। अनि त्यही भएर हामी चाहिँ यो होटल चाहिँ सस्तै भएर पनि यो होटल अलिकति महँगो भएर पनि चाहिँ यहाँबाट चाहिँ चारैतिरको भ्यू देखिन्छ क्या। दिउँसो चाहिँ खतरा पानी पऱ्यो यहाँ। अनि अझै पानीको यो थुप्लाहरू छ होइन। तर यस्तो दामी छ नि यहाँ, अझ माथि टपबाट झन् यस्तो खतरा भ्यू देख्छ नि। यो चाहिँ 38 फ्लोरबाट देखाएको मैले। हामी चाहिँ रातिको 8 बजिसक्यो होइन। अनि माथिको नाइट भ्यू हेर्नलाई जाँदैछौँ। हामी चाहिँ होटेलको 51 फ्लोरमा छौँ क्या। यहाँ चाहिँ स्विमिङ पुल छ, होटेल छ। अनि यहाँबाट यस्तो दामी भ्यू देखिन्छ क्या। अनि यो केएल टावर सबजना स्विमिङ गर्न चाहिँ त्यस्तो गर्मी छ नि त। दिउँसो चाहिँ ठ्याक्क हामी आएको बेलामा कत्रो ठुलो पानी परेको क्या। अनि त्यही भएर हामी चाहिँ एकछिन भन्दा स्विमिङ गर्ने पाएन, फोटोसोटो खिच्यो अनि त्यसपछि गइहाल्यो। अनि यहाँ चाहिँ यस्तो दामी छ क्या, यस्तो दामी। होटल चाहिँ यस्तो खतरा छ होइन। अनि बस्ने सिट चाहिँ यस्तो च्याप्टेको राखेको क्या।
मेरो चाहिँ मलेसियाको टुर चाहिँ एकदम रमाइलो भयो, राम्रो भयो होइन। अनि हामी चाहिँ 2 दिन घुम्यौँ। हामी चाहिँ टिकट काट्न चाहिँ अलिक मिस्टेक भयो कि, किनभने हामी चाहिँ दिनभरि घुमेर बेलुकाको फ्लाइट गरेको भए बेस्ट हुन्थ्यो नि त। अब हामी चाहिँ हिजो बेलुका आएर यहाँ बस्यौँ, अनि आज बिहानैको फ्लाइट कि, अनि त्यही भएर हामी चाहिँ अनि बिहानै उठेर अब रेडी भएर अनि एयरपोर्ट जान लागेको होइन। अब तपाईँहरू पनि कहीँ बाहिर घुम्न जानु छ भने चाहिँ बेलुकाको फ्लाइट गर्नुभयो भने चाहिँ तपाईँहरू बिस्तारै जान भ्याउनु भयो नि त। कुनै एउटा ठाउँ घुमेर फेरि एयरपोर्ट जान भ्याउनु भयो नि त होइन। त्यस्तो गर्नुभयो भने चाहिँ बेस्ट हुने रहेछ। अनि हामी चाहिँ अब थाहा भयो नि त, अब नेक्स्ट टाइमदेखि कतै जानु पऱ्यो भने चाहिँ त्यस्तो गर्ने, अब यस्तो गर्नुपर्ने रहेछ भन्ने थाहा भयो। अनि हामीलाई चाहिँ थाहा नभएर यत्तिकै ट्राभलले जस्तो टिकट काट्यो हामी त्यस्तैमै आयौँ। त्यस्तो चाहिँ नगर्नु होला होइन, बुझेर मात्रै गर्नु होला। त्यस्तो भयो भने त आफूलाई फाइदा हुन्छ नि त। त्यही भएर हामी चाहिँ मिस्टेक त भयो भनौँ न। अब बिहानै जानु पऱ्यो कि, अनि त्यही भएर मलेसियाको के अरे घुमेको ठाउँहरू चाहिँ राम्रो रहेछ। जस घुम्नको लागि त्यो बेस्ट रहेछ। हामी चाहिँ 2 दिनमा भ्याएको जति चाहिँ घुम्यौँ। थ्याङ्क यू, बाई बाई।